दलितलाई तपाईँ बन्दुक बोकाएर लगेर बाहुनको चुलामा लगेर भात खुवाएको त माओवादीले हो। दलितलाई बन्दुक बोकाएर लिएर गएर मन्दिर छिराएको त माओवादीले हो। भगवान तिम्रो पनि हो भनेर चिनाएको माओवादीले हो। तिम्रो श्रम यो देशको सबभन्दा रेस्पेक्टेबल श्रम हो, तिमीले गरेको हो भनेर चिनाएको माओवादीले हो। तर आज मेरो यसो कहिलेकाहीँ फेसबुकमा हेर्छु, बिक परियार भन्नेले राजा आऊ देश बचाऊ भनेर यहाँ लेख्न आउँछ कमेन्ट। बिचरा त्यसमा चाहिँ उत्पन्न भएको विषय देखेर मलाई अहिले नि दया लाग्छ। 1600 मान्छे त दलितबाट चाहिँ सहभागी भए। जनयुद्ध दलित हो नि, माओवादीले दियो नि त्यो वातावरण, शहीद भए दलित आन्दोलनको लागि। कुनै आन्दोलनमा दलितले त्यत्रो विधि आफ्ना लागि लड्नको निमित्त बलिदान गर्ने अवसर पनि पाएन कि, शहीद हुने अवसर पाएन। यो देशमा अमरसिंह थापाको कुरा हुन्छ, यो देशमा भक्ति थापाको कुरा हुन्छ, बलभद्र कुँवरको कुरा हुन्छ, विशेनगरजीको कुरा किन हुँदैन? अर्को एउटा कामीको कुरा किन हुँदैन? एउटा सार्कीको कुरा किन हुँदैन? एउटा चाहिँ के अरे राईको कुरा किन हुँदैन? एउटा तामाङको कुरा किन हुँदैन? किनभने तिनलाई न सिपाही बनाइयो, न त्यसलाई सेनापति बनाइयो, न त्यसलाई सेनामा लड्न पठाइयो। देशभक्तिको के गफ? अनि यो देश बनाएका शाह थापा उसले बनाएको भनेर मात्रै गफ दिने? त्यो कामीलाई पनि लड्न दिएको भए त देशभक्ति शहीद हुन्थ्यो होला नि। शहीद हुने अवसर समेत यो देशमा दिएन, आफ्नो लागि लड्ने अवसर पनि दिएन। माओवादीले तिम्रो लागि तिमी आफै लड भनेर बाटो खोल्यो। महिलाहरूलाई महिलाले बन्दुक छोयो भने पड्किँदैन भनेर चाहिँ उ गरेको होइन, महिलाहरूले छोएको बन्दुक पड्किन्छ भनेर सिकाएको माओवादीले। माओवादीले त्यो कुरा सिकायो, हर मान्छेलाई जाग उठ लड, तिम्रो लागि तिमी लड्ने हो, दुनियाँको कोही अर्को मान्छे आउँदैन, आफै लड लडे। 1600 दलित लडे, दलितको मुक्ति भयो। मुक्ति भएको छ आज। आर्थिक हिसाबले पुगेको छैन होला, रोजगारी पुगेको छैन होला, तिनको चेतना अझै उठाउनलाई पुगेको छैन, त्यो ठाउँ छ, गरिब छन् अझै। तर आज स्वतन्त्र भएर लड्नको निम्ति दिएको माओवादीले। माओवादीलाई त 1 इन्च पनि त्यो माओवादी भन्दा बाहेक दलित अन्त हुनै हुँदैन। उत्पीडनमा भएका महिलाहरू छन् नि, उत्पीडित महिलाहरू नेपालमा एक मुष्टमा उत्पीडित हो महिलाहरू। घरमा त्यो सामन्तको घरमा पनि त्यो महिला चाहिँ उत्पीडनमै हो। ती सारा महिलाहरूलाई मुक्ति दिने पार्टी माओवादी र आम जनजातिहरूलाई पहिचान तिम्रो हो, तिमी यो क्षेत्रमा बसेका हो, बसोबासवाला हो, तिम्रो इतिहास छ, तिम्रो भाषा छ, तिम्रो धर्म छ, तिम्रो संस्कृति छ, तिम्रो परम्परा छ, तिम्रो रक्सी र अर्कोको पञ्चामृत बराबरी हो। त्यो पञ्चामृत जसरी अमृत हो, तिम्रो रक्सी पनि अमृत हुन सक्छ। तिमीले चढाएको तिम्रो पितृलाई चढाउने त्यही चिज हो भनेर भनिदिएको माओवादीले हो। अनि आज ती सारा मान्छे माओवादीमा चाहिँ बहस गर्छन्, माओवादीका बारेमा चाहिँ चाहिने र नचाहिने अन्टसन्ट कुरा गर्छन्। र माओवादी पार्टीप्रति अझै पनि यो आन्दोलनलाई अझ केन्द्रीकरण गर्ने हो भने यो 10वटा 20वटा पहिचानको चाहिँ टुक्रा टाक्री बोकेर, अर्को एउटा चाहिँ जातीय एनजिओ खोलेर होइन, अर्को एउटा चाहिँ दलित मुक्तिको चाहिँ एउटा एनजिओ खोलेर 2-4वटा चाहिँ प्रशिक्षण दिएर 200 बाँडेर 500 भत्ता आफैले चाहिँ चम्पट पारेर मुक्ति आउनेवाला छैन। माओवादीमै केन्द्र। कस्तो देश थियो यो, अहिले के छ? हो त, पहिला कस्तो थियो अहिले कस्तो भयो। गाउँ गाउँ ठाउँ कुनामा बाटो पुग्यो। हाम्रो गाउँमा पनि बाटो थिएन, बाटो पुग्यो। बत्ती थिएन, बत्ती पुग्यो। कुनामा बत्ती बल्यो। अहिले गाउँमा बस्नु र काठमाडौँमा बस्नु कुनै फरक नहुने भयो। सहरमा बस्नु र गाउँमा बस्नु कुनै फरक नहुनु भयो होइन। संसार माध्यम एक मुट्ठी भएर चाहिँ अहिले देश विदेश सबै नै घरभित्रै छिर्यो होइन। पहिला केही देख्नु पाउँदैन थियो, अन्धाकार थियो र छुवाछुत थियो, छुवाछुत मुक्त भयो। अनि एउटाले मात्रै धर्मको शासन गर्थ्यो। अहिले धर्म निर्वृक्ष भएर चाहिँ, निर्वृक्ष भन्छ नि, सबै धर्म सम्मान भएर चाहिँ सबैले आफ्नो आफ्नो अधिकार जमाउन पायो। अन्धाकारमा हामी पहिला बस्थ्यौँ, अहिले उज्यालो नेपाल भयो। अब हामीलाई
राजा होइन, हामीलाई जनताको सरकार चाहिएको छ। सिधै बालेन शाह जस्तो, हर्का साम्पाङ जस्तो देश विकास गर्न सक्ने क्षमता भएको मान्छे चाहिँ सबैजनाले ल्याउनु पर्यो। यदि राजाले गर्ने हो, यो राजाले गर्ने हो भनेदेखि त पहिला एकचोटि राजाले हातमा लिएको त हो नि, होइन? चुनाव पनि त गरेको थियो नि त, देखिहाल्यो नि। जनताले टेट पुछर पनि लाएन, हुनु पनि सक्दैन। यो एकतन्त्र शासन चलाउनु कसले दिन्छ? कसैले दिनु हुँदैन। सब जनता सचेत हुनुपर्छ। राजा ल्याउनु चाहिँ दिनै हुँदैन है। पहिलाको वीरेन्द्र सरकार भएको भएदेखि चाहिँ केही हुन्थ्यो होला देशमा, होइन? अहिले यतिको देश विकास उहाँले पनि गर्नुहुन्थ्यो होला। यो राजा त खोइ, मैले त पत्याएन। डुप्लिकेट राजाले कहाँ काम गर्छ? यस्तो हुँदै हुँदैन। ओरिजिनल राजा चाहिन्थ्यो हामीलाई। ओरिजिनल राजा अहिले कहाँ खोज्नु जाने? अब मर्छ